मैले पूर्व उद्घोष गरे अनुसार अब सम्माननीय राष्ट्रपतिज्यूले सम्माननीय सभामुख ज्यूलाई शपथ ग्रहण गराउनुहुन्छ। म उज्जवल घिमिरे मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु। ईश्वर देश र जनताको शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सभामुख पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो कसैको डर नमानी पक्षपात नगरी पूर्वग्रह वा खराब भावना नली पदीय गोपनीयता कायम राखी इमानदारीका साथ गर्नेछु। धन्यवाद। नियम अनुसार प्रतिनिधि सभाका ज्येष्ठ संसदले प्रतिनिधि सभाका सदस्यहरूलाई शपथ खुवाउनु पर्छ, तर हाम्रो सभामुखले नै प्रतिनिधि सभाका सदस्यहरूलाई शपथ ग्रहण गराउनु हुनेछ। म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु। ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपालको जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नली पदीय गोपनीयता कायम राखी इमानदारीका साथ गर्नेछु। माननीय सदस्य, प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुन्छ। सम्पूर्ण माननीयलाई शून्य समय प्रदान गरिन्छ। उक्त समयमा बोल्नका लागि माननीयहरूलाई इच्छा व्यक्त गर्नुहोला। माननीय सदस्य, आकृति राईलाई 2 मिनेटको समय प्रदान गरिएको सम्मानीय सभामुखज्यू, निर्वाचित सम्पूर्ण माननीयज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। कोशी नदीको कटानले उदयपुर, सुनसरी र आसपासका तटीय क्षेत्रका बस्ती, खेतबारी, विद्यालय र सडक प्रत्येक वर्ष जोखिममा परिरहेको छ।
वर्षेनी बजेट छुट्याइए पनि समस्या दीर्घकालीन रूपमा समाधान किन हुन सकेको छैन? समस्याको स्थायी र वैज्ञानिक समाधान गरिनुपर्छ। स्थानीय तवरबाट रोकथाम र अस्थायी समाधान मात्रले नपुग्ने रहेकोले राष्ट्रिय बजेट अन्तर्गत समावेश गरी यथाशीघ्र कार्यान्वयन सुरु गरिहाल्नुपर्ने आवश्यकता देखिन जान्छ। सम्मानीय सभामुख मार्फत सरकारको ध्यानकर्षण गराउन चाहन्छु। हस्त धन्यवाद। माननीय सदस्य अंकित कार्कीलाई 2 मिनेटको समय प्रदान गरिएको छ। आफ्नो कुरा राख्नुहोला। सम्मानीय सभामुखज्यू, निर्वाचित सम्पूर्ण माननीय ज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। हाम्रो देश पुस्तैदेखि जमिन बिना बसोबास गरिरहेका सुकुम्बासी परिवार अझै पनि सुरक्षित आवासबाट वञ्चित छन्। विभिन्न आयोग र नीति बने पनि समस्या समाधान भएको देखिँदैन। सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्न सरकारले बनाइएका योजना किन बारम्बार असफल भएका छन्? आगामी दिनमा न्यायपूर्ण र दीर्घकालीन समाधान के ठोस कदम चालिन्छ? सम्मानीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य आशिष अधिकारीलाई 2 मिनेटको समय प्रदान गरिएको छ। आफ्नो कुरा राख्नुहोला। माननीय सभामुखज्यू, निर्वाचित सम्पूर्ण माननीय ज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। राज्यका उच्च पदका व्यक्तिहरू आफ्ना सन्तानलाई प्राय संस्थागत विद्यालयमा पठाउने प्रवृत्ति देखिन्छ। यसले सामुदायिक विद्यालयप्रतिको विश्वास कमजोर बनाएको छैन र यदि राज्यकै नेतृत्वले सामुदायिक विद्यालयमा भरोसा गर्न नसकेको हो भने आम नागरिकले कसरी भरोसा गर्ने? सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य भोजराज वास्तवलाई 2 मिनेटको समय प्रदान गरिएको छ। आफ्नो कुरा राख्नुहोला। सम्मानीय सभामुखज्यू, निर्वाचित सम्पूर्ण माननीय ज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। संस्थागत विद्यालयहरू राज्यकै शिक्षा प्रणाली अन्तर्गत सञ्चालन भइरहेका छन्, तर नीतिगत रूपमा उनीहरूलाई सधैँ नाफामुखी र शोषणकारी संस्थाको रूपमा मात्र हेर्ने गरिएको छ। राज्यले सामुदायिक र संस्थागत विद्यालयलाई साझेदारको रूपमा नभई विरोधीका रूपमा किन व्यवहार गरिरहेको छ? यसले शिक्षाको समग्र गुणस्तरमा नकारात्मक असर पारेको छैन र? सम्मानीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य इच्छा मगरलाई 2 मिनेटको समय प्रदान गरिएको छ। आफ्नो कुरा राख्नुहोला। सम्मानीय सभामुखज्यू, निर्वाचित सम्पूर्ण माननीय ज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। उदयपुर जिल्लामा पहाडी र तराई भूभाग दुवै रहेको हुँदा विकासको पहुँच समान देखिँदैन। केही दुर्गम बस्तीमा अझै पनि सडक, शिक्षा र स्वास्थ्य सेवा सहज रूपमा पुग्न सकेको छैन। यस्तो असमान विकास हटाउन जिल्ला स्तरबाट कस्तो दीर्घकालीन योजना बनाइएको छ? दुर्गम बालिकालाई राज्यको मूलधारमा ल्याउन के विशेष कार्यक्रम सञ्चालन हुँदैछन्? सम्मानीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। हस्त धन्यवाद। माननीय सदस्य इच्छा भट्टराईलाई 2 मिनेटको समय प्रदान गरिएको छ। आफ्नो कुरा राख्नुहोला। सम्मानीय सभामुखज्यू, निर्वाचित सम्पूर्ण माननीय ज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। बाल अधिकार संरक्षणका लागि बाल क्लब, बाल संसद र बाल सहभागिताको अवधारणा ल्याए पनि ती धेरै ठाउँहरूमा औपचारिकतामा सीमित देखिन्छन्। बालबालिकाले गरेका सुझाव नीति निर्माण तहसम्म किन पुग्न सकेका छैनन्? बाल सहभागितालाई निर्णय प्रक्रियामा प्रभावकारी बनाउन सरकारको स्पष्ट कार्ययोजना के हो? सम्मानीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। माननीय सदस्य कृष्ण अधिकारीलाई 2 मिनेटको समय प्रदान गरिएको छ। आफ्नो कुरा राख्नुहोला। सम्मानीय सभामुखज्यू, निर्वाचित सम्पूर्ण माननीय ज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। कानुनले बाल श्रम निषेध गरेको भए पनि सडक, होटल र घरयासी काममा बालबालिका अझै देखिन्छन्। बाल श्रममा नियन्त्रण गर्ने नीति र ऐन व्यवहारमा किन कमजोर देखिन्छन्? बाल श्रममा परेका बालबालिकाको उद्धार, पूर्ण व्यवस्था र शिक्षामा पूर्ण प्रवेशका लागि सरकारले के योजना बनाएको छ? सम्मानीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य सीमा सुनवारलाई 2 मिनेटको समय प्रदान गरिएको
तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। राज्यले एकीकृत शिक्षा प्रणालीको कुरा गर्छ, तर व्यवहारमा विद्यालय संस्थागतलाई दोस्रो तथाको व्यवहार गरेको अनुभूति छ। यसरी विवेककाल रहँदा निजी लगानी, शैक्षिक नवपरिवर्तन र प्रतिस्पर्धात्मक सुधार कसरी सम्भव हुन्छ? राज्यले संस्थागत विद्यालयसँग सहकार्यको स्पष्ट नीति कहिले ल्याउनेछ? सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य संज्ञा खड्कालाई 2 मिनेटको समय प्रदान गरिएको छ। आफ्नो कुरा राख्नुहोला। सम्मानीय सभामुखज्यू, निर्वाचित सम्पूर्ण माननीयज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। हाम्रो देश कृषि प्रधान भनिए पनि किसान आज पनि गरिबी र ऋणको चक्रमा फसिरहेका छन्। बिउ, मल, औषधि र सिँचाइको अभावका कारण किसानले मेहनत अनुसार उत्पादन पाउन सकेका छैनन्। किसानलाई आत्मनिर्भर बनाउन सरकारले ल्याएका कृषि नीति व्यवहारमा किन प्रभावकारी देखिँदैनन्? आगामी दिनमा किसानको जीवनस्तर सुधार्न कस्ता ठोस कार्यक्रम ल्याइनेछ? सम्मानीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य सोजल राईलाई 2 मिनेटको समय प्रदान गरिएको छ। आफ्नो कुरा राख्नुहोला। सम्मानीय सभामुखज्यू, निर्वाचित सम्पूर्ण माननीयज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। स्थगत विद्यालयका विद्यार्थीहरू अङ्ग्रेजी माध्यम, प्रविधि र अतिरिक्त क्रियाकलापमा अगाडि देखिन्छन् भने सामुदायिक विद्यालयका विद्यार्थी ती अवसरबाट वञ्चित छन्। के यो शिक्षा प्रणालीले नै वर्गीय विभाजन सिर्जना गरिरहेको छैन र राज्यले एउटै पाठ्यक्रम, परीक्षा र मूल्याङ्कन प्रणालीमा समान अवसर कसरी सुनिश्चित गर्नेछ? सम्मानीय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। सम्पूर्ण माननीयहरूले राख्नुभएको कुराहरू संसद सचिवालय मार्फत सरकारको ध्यान आकर्षण गराइनेछ। अर्को बैठक 2082 साल माघ 20 गते बस्ने निर्णय गर्दै आजको बैठक समापन भएको घोषणा गर्दछु।